साथीहरु आजको भिडियोमा हामीले क्यूआर कोडको विषयमा छलफल गर्नेछौँ। खासमा हो त चाहिँ के क्यूआर कोड, किन आजकल जताततै क्यूआर कोडको मात्र प्रयोग भइरहेको छ, हामीले पनि प्रयोग गरिरहेका छौँ। आउनुहोस् बुझ्ने भाषामा हामीले छलफल गरौँ के हो क्यूआर कोड। क्यूआर भनेको क्विक रेस्पोन्स कोड हो। यसले चाँडै तपाईको कुराहरू रेस्पोन्स गर्छ। उदाहरणको लागि मानौ तपाईको रेस्टुरेन्ट छ, तपाईले मेनु बनाएर राख्नु भएको होला, त्यो अलि पहिलेको समयको थियो। अहिलेको समयमा के हो भने तपाईले क्यूआर कोडमा समावेश गर्नुस् र क्यूआर कोड राखिदिनुस् र ग्राहकले आएर क्यूआर कोड स्क्यान गर्छ र तपाईका पाइने कुराहरू सम्पूर्ण डिटेल लिन्छ र अर्डर गर्छ। मानौ तपाईँ यातायात व्यवसाय हो, दाङदेखि काठमाडौँ जाँदै हुनुहुन्छ भने बीचको भाडा दर कति हो भनेर यात्रुले सोध्नै पर्छ। सोध्यो भने तपाईले भन्नै पर्छ। प्रत्येक स्टेसनको तपाईले भाडा दर भनिराख्न तपाईलाई सम्भव पनि छैन। यसको उपाय हो क्यूआर कोड। तपाईले क्यूआर कोड बनाउँदाखेरि सम्पूर्ण स्टेसनको भाडा दर समावेश गरेर क्यूआर कोड बनाउनु भयो भने क्यूआर कोड दिनुस्। यात्रुहरूले त्यही हेर्नुहुन्छ र त्यहीबाट आफ्ना जिज्ञासाहरू, आफ्ना कुराहरू मेटाउनुहुन्छ। तपाईका युट्युब च्यानलहरू छन्, टिकटक आइडीहरू छन्, हरेक कुराहरू छन् भने तपाईले चाहिँ युट्युब च्यानलको पनि क्यूआर कोड बनाउन सक्नुहुन्छ। जस्तो मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला भनेर क्यूआर कोड दिन सक्नुहुन्छ। यसरी नै अहिलेको एडभान्स टाइमसँगै हामी फलो गरेर टाइमसँगै अगाडि बढ्नेछौँ। त्यसको लागि तपाईले आफ्नो क्यूआर कोड कसरी बनाउने भनेर मैले तपाईलाई सिकाउँदैछु। मोबाइलको स्क्रिनतर्फ आउनु होला। अहिले तपाईको मोबाइलमा भएको क्रोम ब्राउजर ओपन गर्नु होला। अनि यहाँ सर्च बार देखेको छ, यस सर्च बारमा तपाईले क्यूआर कोड जेनेरेटर भनेर टेस्ट गर्नुहोस् अनि क्लिक गर्नुहोस्। त्यसपछि सबैभन्दा माथि आएको वेबसाइट छ, यहाँ यसलाई क्लिक गर्नु होला। सबैभन्दा माथि तपाईले युआरएल देख्न सक्नुहुन्छ। यसमा चाहिँ लिङ्कहरू पेस्ट गरेर तपाईले चाहिँ क्यूआर कोड बनाउन सक्नुहुन्छ। जस्तो यहाँ चाहिँ इमेलबाट पनि क्यूआर कोड बन्छ। इन्टर युआरएल हियर भनेर लेखेको छ, यहाँ चाहिँ क्लिक गर्नु होला। तपाईले तपाईको युट्युब च्यानल छ भने त्यसको क्यूआर कोड बनाउन सक्नुहुन्छ। टिकटकको बनाउन सक्नुहुन्छ। तपाईको युट्युब च्यानल, टिकटक अथवा हरेकको कपी त्यसको बनाउन खोज्नु भएको त्यस चाहिँ कपी गरेर आउनु होला र यहाँ चाहिँ पेस्ट गर्नु होला। इन्टर युआरएल हियर भनेर लेखेको छ, यहाँ चाहिँ कपी गर्नु होला र त्यसलाई चाहिँ पेस्ट गर्नु होला। हामीले जेनेरेट क्यूआर कोड गर्छौँ, यसरी गर्नु होला। त्यसपछि तपाईको यहाँ क्यूआर कोड बनिसकेको छ र क्यूआर कोडलाई कस्तो खालको फ्रेम दिने, के गर्ने, स्टाइलहरू कस्तो बनाउने भन्ने यहाँ चाहिँ सिलेक्ट गर्न मिल्छ। तपाईले तपाईको इच्छा अनुसार गराउनु होला। सेभ गर्नु होला। यो चाहिँ फाइल डाउनलोड भइसकेको छ, तपाईले यहाँ देख्न सक्नुहुन्छ। कस्तो लाग्यो? तपाईलाई मन पर्यो भने कमेन्टमा यस लेख्नु होला र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला।